मन लागेको म त्यही बोल्छु होइन एनिवे म 1973 मा रोलिङ स्टोनको म फ्यान थिएँ मलाई लाग्यो आज चाहिँ मुक्ति रिभाइभलको चाहिँ कन्सर्टमा हेर्दाखेरि आई फिल आई एटेन्डेड रोलिङ स्टोन्सको चाहिँ नि एउटा कन्सर्टमा एटेन्ड गरेर जस्तो लाग्यो है इट्स भेरी वन्डरफुल सुर सोधाको है आइ एम नट द्याट भेरी मच फ्यान अफ क्लासिक म्युजिक आइ एम फ्यान अफ रक म्युजिक होइन मलाई चाहिँ हाम्रो मलाई लाग्छ यो मुक्ति रिभाइभलको यो चाहिँ सिङ्गर्सहरू चाहिँ मभन्दा 5-6 इयर्स जुनियर्सहरू होला उहाँको म्युजिक चाहिँ ट्रेमन्डस मैले कहिले पनि सुनेको थिइनँ लाइभमा अपार्ट फ्रम म चाहिँ इङ्ग्लिस म्युजिक मात्रै सुनेको हुनाले मलाई लाग्छ मैले नेपाली म्युजिक पनि सुन्नुपर्ने हुन्छ लाग्छ अनि यसो भन्दैमा चाहिँ छ नि एउटा चाहिँ दितु कृष्णमूर्तिले के भन्नुहुन्छ भने पनि बी सेन्सिटिभ हामी संवेदनशील बनौँ ल मलाई लाग्छ हाम्रो मेरो सुशील राम जोशी मेरो भाइ हुन् उनी र उनी चाहिँ साह्रै नै संवेदनशील रहेछन् यो मान्छे उनको दाइको दुःखद निधन भयो पोहोर साल एउटा क्यान्सर रोगबाट र सुशीलले जुन चाहिँ एउटा फन्ड रेजिङको लागि चाहिँ गरिब तथा के अरे मतलब दिशा बिरामीहरूको लागि भनेको चाहिँ क्यान्सर बिरामीहरूको लागि चाहिँ उहाँले फन्ड रेजिङ यो एकदमै सराहनीय छ आजकल एउटा चाहिँ उदाहरण नै भन्नुपर्छ किनभने अहिले हामीहरूको लाइफ फ्यामिली लाइफ डिसेन्ट्रिगेसन भइरहेछ हामीले फ्यामिली लाइफमा चाहिँ हामी वेस्टर्नाइज भइरहेछ दाजुलाई भाइलाई गन्दैन भाइले दाइलाई गन्दैन बाउले छोरालाई गन्दैन तर सुशील रामले जो चाहिँ एउटा दाइको एउटा चाहिँ नि एउटा जुन चाहिँ उसलाई मैले भने नि अघि संवेदनशील भएर एउटा भित्र हृदयदेखि नै एउटा चाहिँ नि गरिब मतलब क्यान्सर बिरामीहरूको केही गरौँ कि भनेर चाहिँ उहाँले जुन चाहिँ गर्नुभयो त्यसलाई चाहिँ हामी सबैले सराहना गर्नुपर्छ र तपाईँहरू जो सबै चाहिँ धेरै मान्छेले कन्ट्रिब्युट गर्नुभएको छ यसलाई चाहिँ मान्नै पर्छ म यो कुरा चाहिँ छ नि म एज अ बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको मेडिकल अन्कोलोजी डिपार्टमेन्टको एक चिफको हैसियतमा म यो भन्दैछु कि चाहिँ म यो मेसेज चाहिँ म चाहिँ छ नि म मेरो यहाँ डाइरेक्टर साहब चेयरम्यान साहबलाई म कन्भे गर्छु र साथमा सानो एउटा कुरा चाहिँ छ नि म क्यान्सरको विषयमा मैले यहाँ भन्नै पर्ने जस्तो लाग्यो होइन जस्तै हाम्रा यहाँ मेरा कलिग्सहरू हुनुहुन्छ डक्टर निरज जोशी है डक्टर निरज जोशी हुनुहुन्छ उहाँले भन्नुहुन्छ है 70-80 इयर्स ब्याक है कस्तो थियो भने तपाईँको चाहिँ छ नि यो जसलाई पुल्मोनरी ट्युबरक्लोसिस भन्छ नि दे थट द्याट इट वाज इन्क्योरेबल तपाईँलाई थाहा छ होला यहाँ टोखाको माथि चाहिँ नि के अरे सल्लाहको हावामा राख्नुपर्छ भने त्यहाँ राख्थ्यो ट्रिटमेन्ट गरिन्थ्यो एभ्रिबडी युज टु डाई है अहिले चाहिँ नि टिबी भनेको चिज त तपाईँलाई थाहा छ नि इट इज क्युरेबल यो तपाईँलाई रुवाखोकी लागेको चाहिँ नि क्युरेबल छ होइन अनि यो अहिले चाहिँ के भइरहेको छ भने लास्ट 10 इयर्समा होइन क्यान्सर डिजिजको म्यानेजमेन्टमा यतिको एडभान्स भएको छ कि है तपाईँले चाहिँ नि लाग्थ्यो मलाई म आफै पनि एमबिबिएस गरिसकेपछि एमडी इन्टरनल मेडिसिनमा पनि मैले चाहिँ नि ट्रेनिङ गर्दाखेरि भनेर लाग्थ्यो म आफैलाई पनि कि चाहिँ यो क्यान्सर भनेको त एउटा चाहिँ डेथ सेन्टेन्स रहेछ डेथ सेन्टेन्स क्यान्सर भएपछि त बर्बादै भयो लोग्नेले चाहिँ वाइफलाई डाइभोर्स गरिदिने जाने वाइफले चाहिँ डक्टर के अरे लोग्नेले छोडिदिने त्यस्तो केसेसहरू पनि धेरै भइरहेको थियो अहिले पनि भइरहेको छ त्यो त हामी सम्झाउँछौँ उनीहरूलाई बिरामीहरूलाई है त्यो चाहिँ कुरा चाहिँ के भन्दाखेरि चाहिँ जस्तै मैले चाहिँ छ नि मैले एउटा मेरो सानो उदाहरण छ नि क्यान्सर भन्ने चिज चाहिँ कति चाहिँ यो थाहा कम रहेछ भने होइन मेरो आदरणीय चाहिँ नि प्रोफेसर साहबहरू है त्यो टिचिङ हस्पिटलको प्रोफेसर साहबहरू उहाँले जस्तो भन्यो म राउन्डमा जाँदाखेरि एमडी गर्दाखेरि जय यु गट पेसेन्ट अफ एक्युट माइल्ड ल्युकेमिया राइट tell the patient party to let them enjoy the rest of the life and let discharge 100% डेथ हो मलाई अनि क्यान्सर हस्पिटल पछि चाहिँ काम गरेपछि मलाई के लाग्यो पछि म टाटा मेमोरियल हस्पिटलमा के अरे फेलोसिप ट्रेनिङमा गयो भने धेरै क्यान्सर इभन छ नि ब्लड क्यान्सर पनि निको हुने रहेछ नि है जबकि जस्तो मैले चाहिँ ब्लड क्यान्सरहरूको चाहिँ मैले ट्रिटमेन्ट गरिरहेको छु मलाई लाग्छ मलाई 60% जति चाहिँ मेरो क्युरेबल रेट छ उहाँहरूले चाहिँ बाँचेर चाहिँ उहाँले फर्किनु भएछ यदि तपाईँलाई चाहिँ
हृदयको रोग लाग्छ, यदि तपाईँलाई चाहिँ छ नि मुटुको रोग लाग्छ, मृगोलाको रोग लाग्छ, यदि तपाईँलाई चाहिँ छ नि कुनै किसिमको छ नि मस्तिष्क सम्बन्धी रोग लाग्छ, यो कहिले पनि निको हुँदैन, तपाईँले चाहिँ कन्ट्रोल गर्न सकिन्छ। तपाईँले चाहिँ मृत्युको रोग लाग्छ भने यो तपाईँले कहिले पनि निको हुँदैन भने कन्ट्रोल मात्रै, यु हेभ टु टेक द मेडिसिन्स थ्रु आउट यर लाइफ। तर क्यान्सरको कुरा चाहिँ के छ भने जुन चाहिँ मैले चाहिँ जुन चाहिँ मैले ट्रिटमेन्ट गरेको पेसेन्टहरू उहाँहरू सब धेरैको चाहिँ नि निको भएको छ होइन। अनि उहाँहरूले जस्तै भनौँ उहाँ क्यान्सर रोग नभएको भए provided the patient doesn't have a cancer disease, he would have lived for 80 years. Cancer disease निको भयो भने 80 years नै बाँच्छ, उसले जीवनभर उसले औषधि टेक गर्नु पर्दैन होइन। तर दुःख लाग्दो कुरा के छ भने अनि यो भविष्यमा त अलिकति फड्को मार्ला जस्तो चाहिँ के मैले अघिको टिबीको मैले भने टिबीको चाहिँ छ नि यो उपचार चाहिँ धेरै नै सस्तो छ, सरकारले नै प्रोभाइड गर्छ। अहिलेसम्म चाहिँ के छ भने क्यान्सरको रोगको उपचार धेरै नै महँगो छ, साह्रै नै महँगो छ है। जस्तै म आफ्नो प्र्याक्टिसमा पनि के गर्छु जो चाहिँ इफ आई कम एक्रस टु द पेसेन्ट हु हेज अ क्युरेबल डिजिज छ नि उनीहरूको त्यो पैसा चाहिँ 8-10 लाख राख्छ भने मैले इन्करेज गर्छु तिनीहरूलाई कि तिमीहरूले चाहिँ छ नि सापट्टि माग होइन, जग्गा चाहिँ नबेच, म जग्गा बेच भनेर भन्दैन होइन, कि मतलब डोनेसन माग। अनि मैले चाहिँ छ नि यो छ नि क्यान्सर सेवा समाजमा चाहिँ नि मोटिभेट गरेर त्यहाँबाट पैसा चाहिँ ट्यापिङ गरेर हामीले चाहिँ धेरै नै चाहिँ हामीले ट्रिटमेन्ट गरेर नाउ वी हेभ गिभन देम अ लाइफ एन्ड दे आर लिभिङ एन्ड उनीहरूको चाहिँ नि लोग्नेले स्वास्नीले छोडेको स्वास्नी फर्केर आएछ, लोग्नेलाई स्वास्नी छ नि हामी चाहिँ एउटा चाहिँ नि के छ भने हामी संवेदनशील भएर काम गर्नुपर्छ। मलाई लाग्छ हाम्रो सुशील भाइले यो लक्ष्य पुरा गर्नमा धेरै मद्दत गर्नेछ र सुशील रामले चाहिँ मेरो भाइ सुशील रामले पनि भविष्यमा पनि उसले चाहिँ छ नि जेरै म चाहिँ क्यान्सर हस्पिटलको लागि के न के प्रोग्राम गर्छु भन्नुभएको छ। तपाईँ मैले सुशील रामलाई तिमी गर होइन, म निस्वार्थ रूपमा तिमीलाई चाहिँ केबाट गर्नुपर्ने म हेल्प चाहिँ गर्छु होइन। यो फोरममा म एउटा चाहिँ तपाईँहरूलाई चाहिँ नि रिक्वेस्ट गर्न चाहन्छु। मेरो यो डाइरेक्टर साहबले चाहिँ नि मलाई यदि भन्न लगाउनु भएको है चाहिँ हाम्रो चाहिँ छ नि यो हेमाटोलोजिकल म्यालिग्नेन्सिसमा ब्लड क्यान्सर भनौँ न, जस्तै यो 30 to 40% चाहिँ अलि रिल्याप्स हुन्छ होइन, 30 होइन 30 to 35 जति छ हाम्रो डाटामा है। उनीहरूले चाहिँ नि के अरे बोन म्यारो ट्रान्सप्लान्टेसनमा उनीहरूले जानै पर्ने हुन्छ। बोन म्यारो ट्रान्सप्लान्टेसन चाहिँ हामीले पठाउँदाखेरि हामी चाहिँ नि इन्डियामा पठाउँछौँ होइन। इन्डियामा हामीले पठाउने टाटा मेमोरियल हस्पिटल, गान्धी क्यान्सर हस्पिटल, क्रिस्चियन मेडिकल कलेज भेलोर, अथवा मैले चाहिँ नि के अरे फिलाडेल्फियामा चाहिँ मेरो आफ्नै रिकमेन्डेसन अमेरिकामा पनि पठाइदिन्छु फुल स्पोन्सरमा। द्याट इज डिफ्रेन्ट, त्यो त यादा कादा पाउँछन् होइन। र हाम्रो अहिले क्यान्सर हस्पिटलमा अहिले ल्याकिङ भनेको नि अहिले चाहिँ छ नि एक्युट ल्याकिङ भन्ने बोन म्यारो ट्रान्सप्लान्टेसन सेटअप हो है। अहिले हाम्रो बिपी कोइराला मेमोरियल भरतपुर चितवनको चाहिँ यो क्यान्सर हस्पिटल चाहिँ अहिले 3 times ठुलो हुँदैछ। अहिले 135 बेड छ, अहिले चाहिँ 3 times मल्टिप्लाई गर्नुहोस्, 2 years पछि फुल्ली फङ्सन हुन्छ। अहिले चाहिँ नि बोन म्यारो ट्रान्सप्लान्टेसनको लागि चाहिँ नि स्पेस हामीले सबै चाहिँ हामीले चाहिँ सेटअप गरिसकेका छौँ। र तपाईँ महानुभावहरू कर्पोरेट जगतको महानुभावहरू, तपाईँ बिजनेसम्यानहरू, तपाईँ निस्वार्थ भावमा यहाँ आएर तपाईँहरूले चाहिँ म्युजिकको इन्जोय गर्नुभएको छ। साथसाथै तपाईँहरूलाई चाहिँ नि म रिक्वेस्ट गर्नुहुन्छ यदि तपाईँहरू सक्नुहुन्छ भने हाम्रो सुशील भाइले जस्तै गर्नुभएछ यो एउटा यस्तै इभेन्ट रेज गरेर चाहिँ बोन म्यारो ट्रान्सप्लान्टेसनको लागि एउटा चाहिँ हामीले फन्ड उठाउने हो कि। र मेरो एकजना साथी छन् अमेरिकामा के अरे विनय शाह, हाम्रो निरजले पनि चिन्छ विनय शाह, ऊ चाहिँ प्रोमिनेन्ट हेमाटोलोजिस्ट छ। उसले भन्दै जेदै अब हामीलाई मात्रै भर्न पर्नुहोस् होइन, 60% चाहिँ हामी दिन्छौँ होइन, 40-50% त तिमीहरूले उठाउनुपर्छ, तपाईँहरूले उठाउनुपर्छ भनेको छैन होइन। अब यस्तै हामीले चाहिँ 50-60 लाख जति हामीले उठाउन सक्यो भने होइन हामीले चाहिँ एउटा एकदम हाई क्वालिटीको चाहिँ बोन म्यारो ट्रान्सप्लान्टेसन सेटअप चाहिँ हामीले चाहिँ नि हामीले सेटअप गर्न सक्छौँ चितवन होइन। चितवन भनेको तपाईँलाई चाहिँ म भन्छु चितवन भनेको पनि यहाँबाट 150 किलोमिटर्स के साउथमा छ चितवन। चितवन इज अ भेरी ब्युटिफुल प्लेस। चितवन इज अ भेरी बिङ आर्डेन इन्भाइरोमेन्ट कन्जर्भेसनिस्ट होइन। म के भन्छु चितवन इज तपाईँलाई थाहा छँदैछ एउटा नेसनल पार्कको लागि वर्ल्ड फेमस छ। म अमेरिकाको म पनि युरोपमा पनि म धेरै नेसनल पार्कमा गएँ म
त्यो चितवनको नेसनल पार्क छँदै छैन। अब मैले त्यहाँको मलाई चाहिँ छ नि यो के अरे यासोमाइट नेसनल पार्कको चाहिँ रेन्जरले भने तिमी यहाँ के आएको तिमी त पाकेको रहेछ चितवनमा तिम्रो त यस्तो यस्तो छ त्यो भनेको होइन। चितवन भनेको चाहिँ एकदमै स्पेसल ठाउँ हो है। तपाईँहरू चाहिँ अहिले चाहिँ 6-7 मन्थ्स अहिले भेरी इन्जोयबल पिरियड हो, वेदर राम्रो छ, तपाईँहरू जानुहोस् होइन। अनि अब यसमा साथसाथै एउटा चाहिँ के भन्न मन लाग्छ भने यो ओकेजनमा मैले चाहिँ छ नि म कुनै एउटा पोलिटिकल फिगरमा कुनै एउटा चाहिँ पोलिटिकलको चाहिँ छ नि फिगरको चाहिँ छ नि मैले चाहिँ एउटा भनौँ न कसलाई मैले प्रिफरेन्स चाहिँ गर्ने छ नि म के विचार गर्छु भने एज अ मेडिकल पर्सन एज अ प्रोफेसनल यु सुड बी अ पोलिटिकल है। तर म यसमा चाहिँ यो फोरममा के भन्छु भने म चाहिँ गिरिजाप्रसाद कोइरालालाई म धेरै नै आदर गर्छु, किन एउटा उसको पोलिटिकल लाइनमा होइन उसले चाहिँ उहाँले चाहिँ नि कसै भन्यो भने कस्तो भने 90मा उहाँले फर्स्ट प्रधानमन्त्री सम्हाल्नु भएको फर्स्ट रिभोल्युसन 90मा भयो होइन। 92मा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबेला दुईवटा प्रोजेक्ट आएको थियो नेपालमा होइन, BPKHS धरान र चाहिँ BPKHS र चाहिँ यो चाहिँ अल इन्डिया मेडिकल कलेज इन्स्टिच्युटको एफिलिएसन गरेर र चाहिँ चाइनाको सहायताबाट चाहिँ नि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल बन्ने भन्यो होइन। दुइटै चाहिँ यो चाहिँ चितवनमै ल्याउने चाहिँ काठमाडौँमै ल्याउने प्लान थियो होइन। कहाँ चितवन यसो पाकेको ठाउँ कहाँ जान्छ यार सबै चाहिँ डक्टरहरू काठमाडौँमै कन्सन्ट्रेट छ कहाँ अनि चाहिँ उहाँले चाहिँ के भन्नु भने राम्रो भन्नु भएन कि नेपाल विकास गर्ने भन्यो भने चाहिँ काठमाडौँमा मात्रै सबै चाहिँ इन्स्टिच्युट खोल्ने सबै खोल्ने त भएन नि, डिसेन्ट्रलाइज गर्नुपर्छ। उहाँले चाहिँ एउटा BPKHS त्यो धरानमा खोल्नुभयो, अनि चाहिँ एउटा त्यो यो बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा खोल्नुभयो। त्यसपछि चाहिँ उहाँले चाहिँ जुन चाहिँ यो चाहिँ प्रोसेस चाहिँ सुरु भयो, डिसेन्ट्रलाइजेसन चाहिँ नि तपाईँको मेडिकल फेसिलिटिज भयो, अरू इन्जिनियरिङ फेसिलिटिजहरू डिसेन्ट्रलाइजेसनको प्रोसेस चाहिँ त्यताबाट सुरु भएको चाहिँ म मान्छु। कतिले रियलाइज गर्नु भएको छ कि छैन, मतलब चाहिँ गिरिजाप्रसाद कोइरालाको उहाँको प्लस माइनस धेरै भयो भने यो चाहिँ ट्रेमेन्डस पोजिटिभ पोइन्ट हो उहाँको होइन। र कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ छ नि अब अहिले चाहिँ छ नि क्यान्सरको अब इन्सिडेन्सेसहरू धेरै इन्क्रिज भइरहेको छ होइन। अब त्यसमा चाहिँ छ नि अब एक नम्बरका त अब डाक्टर निरजले पनि एग्री गर्नुहुन्छ, हाम्रो डायग्नोस्टिक फेसिलिटिजहरू धेरै इम्प्रुभ भइसक्यो होइन। पहिला चाहिँ अब के हो अब के अरे मतलब चाहिँ नि फिभर अफ अननोन पाइरेसी अफ अननोन ओरिजिन अथवा चाहिँ नि डेथ अफ ड्यु टु अननोन ओरिजिन भनेर भन्थ्यो पहिला। अहिले चाहिँ नि के अरे भनौँ न के भन्छ त्यसको डिमार्केसन पनि कम भएर चाहिँ नि अलि डायग्नोस्टिक फेसिलिटिज पनि अहिले चाहिँ डिजिजहरू चाहिँ अहिले चाहिँ नि डायग्नोस भइरहेछ अर्ली स्टेजेसमा। अनि अहिले चाहिँ नि अब क्यान्सरको चाहिँ नि एउटा चाहिँ छ नि तपाईँलाई थाहा छँदैछ सबैमा होइन, अहिलेको चाहिँ चेन्जिङ लाइफस्टाइल होइन, हामीहरूको खानापिना राम्रो होइन यस्तो छ त्यो मैले भनिराख्नु पर्दैन। म तपाईँले एउटा के हाइलाइट गर्न चाहन्छु भने चाहिँ नि मेरो क्यान्सर म टाटा मेमोरियल हस्पिटल जाँदाखेरि मेरो चाहिँ प्रिसेप्टर उहाँलाई म धेरै आदर गर्छु। उहाँ चाहिँ इन्टरनेसनल मेडिकल अन्कोलोजिस्ट हुनुहुन्छ, डाक्टर ST बर्नावली हुनुहुन्छ। उहाँले भन्नुभएको थियो जय म एउटा रिसर्च गर्दैछु कि चाहिँ क्यान्सरको एउटा कारक तत्त्व के पनि हुनसक्छ भनेदेखि एउटा चाहिँ नि हामीहरू अहिले सुत्ने प्याटर्नहरू चाहिँ हामी चाहिँ चेन्जिङ भइरहेछ कि। हामीले चाहिँ फुटबल म्याच हेर्नुपर्छ राति 2 बजी हेर्छौँ हो, हामी चाहिँ कहिले 6 बजी सुत्दैछ, कहिले 8 बजी सुत्दैछ, कहिले 12 बजी सुत्दैछ। त्यसो चाहिँ हाम्रो बायोलोजिकल क्लक पनि चाहिँ डिस्टर्ब भइरहेछ कि पहिला जस्तो हामी चाहिँ राति 10 बजी सुत्थ्यौँ, बिहान 4 बजी उठ्थ्यौँ। एकदमै यो चेन्जिङ स्लिपिङ प्याटर्नको चेन्जिङ प्याटर्नले गर्दाखेरि पनि क्यान्सरको कारक हुनसक्छ नि। उहाँले रिसर्च गर्दै हुनुहुन्छ, सायद उहाँले चाहिँ अब पेपर चाहिँ 1-2 इयर्समा उहाँले पब्लिस गर्नुहुन्छ। र म दुईवटा कुरा म भन्छु होइन, हामीले आफ्नो जीवनयापन अलि राम्रो गरौँ, हामीले आफूलाई क्यान्सरबाट दूर गरौँ। यदि हामीलाई क्यान्सर भइसक्यो भने पनि हामी नडराउँ है। हामीले चाहिँ नि यसलाई मतलब चाहिँ many cancer disease can be preventable, many cancer diseases be treatable होइन। त्यसको लागि चाहिँ नि हामीले सुशील राम भाइले जुन चाहिँ गर्नुभएको गरिब तथा असहाय बिरामीको यस्तै प्रयास चाहिँ अरू हाम्रो व्यापारिक वर्गको महानुभावहरूले पनि गर्नु होला भन्दै म तपाईँको धन्यवाद।
Thank you very much, Doctor. It has been a long event and a long program. I'm sure all of you have enjoyed. Thank you very much for taking out your time, and I'm sure you are the bunch that are left to have dinner. So I'd like to request you to join us for dinner, and thank you very much once again for being a part of this event.